हेलो हेलो भन्नु हेलो भन्नु नमस्ते पेपुलो हामी चाहिँ अब माथि गुम्बामा जाँदैछु सबैलाई ह्यापी बुद्ध पूर्णिमा बुद्ध भगवानले सबैलाई रक्षा गरून् हो अब हामी गुम्बा जाँदैछु यता हुनुहुन्छ हाम्रो माम यता आमा नुरसाङ र म नुरसाङलाई बोकेर थाकेँ म चाहिँ अब माथि गएर भेटौँला हामी गुम्बा पुग्दा चाहिँ त्यहाँनिर होम पोलिसकिसक्नु भएको थियो र हामीले पनि आफ्नो ग्रहहरू मन्स्यायौँ मैले मेरो छोरीको पनि ग्रह रोग कष्ट सबै हराउनुहोस् भनेर मन्स्याएँ र आफ्नो पनि ग्रहहरू सबै हराउनुहोस् भनेर मन्स्याएँ गुम्बाभित्र चाहिँ जति पनि माने गर्नुहुन्छ मानेकपा मामहरू यता लामा मिमीहरू बस्नु भएको थियो डोगरा सानो नानी डोगरा जियाङ त तामाङ केटो पो भएछ त के भयो ओ जियाङ हामी सबैजना चाहिँ भगवान बुद्धलाई लिएर अनि सबैले शिरमा पुस्तक लिएर भ्रमणको लागि निस्किँदैछौँ हाम्रो जुयाङ पनि जाँदैछ है जुयाङ कहाँ गएको नानी झिल गएको तपाईहरूलाई सबै दृश्य देखाउनुको लागि चाहिँ मैले यो टाइम ल्याप्स भिडियो बनाइदिएको छु हामी चाहिँ गुम्बाबाट पैदल यात्रा गरेर रोहिनी झिल आएको छौँ अनि फेरि गुम्बातर्फ लाग्दैछौँ अघि लामा मिमीहरू हुनुहुन्छ अनि पछि हामी सबैजना भगवान बुद्धको नाम लिँदै बुद्धम शरणम गच्छामि भन्दै पैदल यात्रा गर्दैछौँ हामी चाहिँ हिँडेर थकित भएर अब जुस खाएको भगवान बुद्धबारे केही प्रश्नहरू सोध्नु हुँदैछ अनि आन्सर दिनेलाई पुरस्कार पनि राख्नु भएको छ हामी चाहिँ छिमीबत्ती बाल्दैछु एउटा भए पनि छोरीले चाहिँ छो बोकिरहेको छ हो यता आमा हुनुहुन्छ माम चाहिँ अघि जानुभयो हामी चाहिँ पूजा सकेर पनि वाङ थापेर यही प्रसाद लिएर घर गएको छो लिएर अन्त खिचडी आलुदमहरू हो खिर थियो अनि पुरी खाइवरी घर फर्केको थ्याङ्क यू सो मच फर वाचिङ